भन्नु सजिलो छ करप्सन निकाल्नुपर्छ भनेर। जब करप्सन घरमा आइपुग्छ, कोहीले सोधेको छौँ हाम्रो यो यत्रो ठुलो मोटर कहाँबाट आयो, मेरो यो स्कुल फी कसरी तिरिरहेको छु, होइन हामी यो यसरी हलिडेमा कसरी जान्छौँ, त्यहाँ गएर निकाल्नु पऱ्यो भन्दाखेरि अरूको भन्न ठान्छौँ। तर जब मेरोमा पर्छ, तपाईँकोमा पर्छ, हामी सबैजोमा पर्छ, यहाँहरूको घर घरमा आइपुग्छन्, किनभने भ्रष्टाचार निकाल्ने हो भनेदेखि त मेरो बाहेक अरू भन्ने त हुँदैन नि, सबैको भन्ने हुन्छ। र मलाई लाग्छ कोही छैन नेपाली जसको चाहिँ कुनै न कुनै परिवारको मान्छे विदेश छैन भने जस्तै कुनै न कुनै मान्छे यसमा मुसिँदैन। यहाँको विचार के, नेपाली जनतामा त्यो प्रतिबद्धता छ होला जब मेरो घरमा आउँछ? ल अब भ्रष्टाचार अन्त्य गर्ने हो, सुशासन दिने हो भने पहिला मबाट छानबिन सुरु गर्नु पर्यो। 10 वर्षको हेर्नुहोस्, जसले जग्गा किनेको छ 1 करोडभन्दा बढीको, जसले मोटर किनेको छ 50 लाखभन्दा बढीको, जसले सेयरमा लगानी गरेको छ 25 लाखभन्दा बढीको, सिर्फ एउटा प्रश्न पत्र जाने